ट्याक्क बिहान उठेर खेतमा गयो। खेतमा गइसकेसँगै दाइले आली लगाउँदै हुनुहुन्छ दिनको सुरुवात सँगसँगै ट्याक्क। अनि म भिडियो बनाउँदैछु। सु गर्दै आली लगाइसकेपछि तपाईँले देख्न सक्नुहुन्छ गह्रै हिलाउने तयारी एकदम तीव्र रूपमा। त्यो सँगसँगै यो धानको बिउ तपाईँले देख्न सक्नुहुन्छ एकदम हरियाली, एकदम पनि आकर्षक मनमोहक छ। झिल्केले कोदालोले म खन्छु भन्दै खन्न थाल्यो। त्यो सँगसँगै अनि माटो निकाल्यो झिल्केले फेरि हाँस्छ। कमल दाइले पुरा गरेर हिलाइसकेपछि रोप्नको तयारी हुँदै गर्दाखेरि हिँडिसकेपछि हामी धान रोप्न सुरु गऱ्यौँ। भिडियो बनाउँदैछु लाएर दाइले फेरि बिउ हाल्दै झिल्केले बिउ हाल्छु म पनि भन्दैछ। माथि फाल माथि फालको माथि फाल यसरी फाल्नुपर्छ के फेरि बिउ मैले अनि धान रोपेर अनि सकियो। त्यो सँगसँगै एकदम गर्मी हुन्छ त्यो रोप्दा रोप्दै। अनि झिल्केले म चिसो खाने भन्छ। हामी चिसो खान थाल्छौँ। त्यसपछि गर्मी छ नि त यतापट्टि ठिक्क। अनि मासु मार्यो। मासु मारिसकेपछि झिल्केले मासु पोलेर खाने भनेर मासु हाल्यो। त्यसपछि आफै पोल्दैछ फेरि झिल्केले। राम भएपछि ट्याक्क दाइले पोलिदिँदै हुनुहुन्छ फेरि। अनि झिल्केले मासु खान थाल्यो। दिन एकदम रमाइलो आजको दिन। त्यही गर्दा मिठो छ। अनि यसरी खाने भन्छ। म अनि अर्नी खाने बेलामा पानी ल्याउन गएँ। ट्याक्क अरूले अर्नी खान लाग्नुभयो। म अनि पानी ल्याउन गएँ। त्यो अनि यो फेरि मल राखिदिँदैछौँ हामी यति बेला खेतमा। टक्क फेरि अर्को घर रोप्नलाई मल राखेर सकिसकेपछि रोप्ने तयारी हुँदैछ। त्यत्तिकै मलाई फेरि गर्मी भयो। म फेरि चिसो खान दुगुरिहालेँ फेरि। 3 साढे 3 भइसकेको थियो यति बेला ट्याक्क दिनको। अनि झिल्केले म खान्छु भन्छ। म पसिना थालेँ। अनि रोपाइँ सुरु भयो। म भने प्रतीक्षालयमा बसेर उडेर शीतल तापिरहेको छु। शीतलमा बसिरहेको छु। आँखा देखाएछ। फेरि गऱ्यो हिलाउने तयारी अनि त्यतिकै कमललाई तर मैले गाडी आनन्द हुन्छ कि अनि दाइ आएर लाग्छ। अनि प्रतीक्षालयमा बसेर होला आराम गर्छु म चाहिँ पारी टोलाउँदै। अनि त्यहाँ झिल्की आयो। मेरो पनि बनाउने भन्न लाग्यो।